हेलो अनि नमस्ते साथीहरू, वेलकम छ मेरो मिनी भ्लगको सिरिजमा। र आज चाहिँ मेरो 24 डे अफ मिनी भ्लग सिरिज। अनि बिहानै उठेर च्याउको हल्का टेम्परेचर नापेर चाहिँ बाख्रालाई खोले रेडी पारेर म लागे बाख्रालाई खोले दिनु। अनि खोले दिइसकेर बिहानको खाजा खाएर चाहिँ म लागे सिधै घाँसतिर। घाँस काट्नुभन्दा बेसी टेन्सन चाहिँ आज के को थियो भन्दाखेरि आज चाहिँ मैले मिनी भ्लगै एडिट गर्नु बिर्सेछु बेलुका। र छिटो गएर हल्का मिनी भ्लग पनि एडिट गरेँ आधी जति, र घाँस पनि पुग्यो। घाँस पुऱ्याएर चाहिँ म लागे सिधै घरतिर। अनि घर पुगेर हेरेको मेसिन पनि बन्नेको रहेछ होइन। यो मेसिनको चाहिँ के प्रब्लम भन्दाखेरि ब्याट्री चाहिँ हल्का सुकेको रहेछ। अनि यसलाई अलिक तताउनु पर्छ भनेर चाहिँ मैले यतिकै तताएर छोडिदिएर म सिधै लागेँ चर्चतिर। अनि आजको दिन चाहिँ जाडो थियो र पखर लाएर गएको फुल्लेको सुँगुर जस्तै देखिरहेको थियो, के भन्नु। अनि छिटो गरेर म चर्च पनि पुगेँ। अनि फेलोसिप चाहिँ अघिबाट स्टार्ट भएको थियो, म चाहिँ आज हल्का ढिलो भएँ। अनि बाटोमा फर्किँदा चर्चकै छेउमा ऐसोलोको गाडी रहेछ। अलिकति ऐसोलो पनि पेलेर चाहिँ म लागि सिधै घरतिर। अनि घर पुगेर चाहिँ लुगा फेरेर मेसिन हेरेको, यो बिहानदेखि अनै थियो, अहिलेसम्म अनै रहेछ भनेपछि यो चाहिँ बन्नेको सङ्केत दिइरहेको थियो। अनि गाउँमा त अब नामै फिटरै राखिदिइरहेको छ, म के भन्नु यो बनाउनु पनि। अनि किचन गएर मम्मी र मेरो लागि चिया पनि बनाएँ। अनि मम्मीलाई चिया लगेर दिएर चाहिँ अनि एकछिन स्ट्रबेरी चेक गर्नु गएको त अघि बोटमै हन्टिङ हान्दैछ कसले, अब के भन्नु। अनि माथिल्लो बारीमा गएर कट्टुस ल्याएँ बाख्राको लागि। अनि घरमा आएर रुखमाथि हेरेको पाहुना आएको रहेछ। अस्ति जुन चाहिँ मैले जङ्गलमा बाँदर भेटेर चाहिँ इन्भाइट गरेको थिएँ, अनि बिबन नामको बाँदर चाहिँ आएर पर्खिरहेको छ। अनि दाजुहरू आउनु भएको छ र बियर र चक्ना रेडी पारेर बसेको। दाजुहरूले त भाइ के हवा कुरा गरिबस्छौ भन्नुहुन्थ्यो। र मैले त फेरि कप दिएर सारिदिनु थालिहालेँ। भन्नु पनि हल्का जिस्केको है त साथीहरू, सिरियसली नलिनु होइन। अनि एकछिन बस्नु पाएको छैन बिचरा यो सानो भाइलाई, यो दुईजनाले कति इरिटाउनु सकेको। जोसमा केटाहरू त भाइलाई किडन्याप गर्छु भन्छ। अनि बिचरा भाइहरूलाई होइन साह्रै भोक लागेको थियो, 5 दिनदेखि केही खाएको छुइनँ दादा भन्दै आयो। अनि बाँच्छ हौ, 2टा मटरको लागि एकैवटा छ भने 1-1वटा मटर दिएर चाहिँ घरमा गएर खाजा खाएर चाहिँ गोठको धन्दा पनि सके। गोठको धन्दा सकेर चाहिँ चिन्डु मिन्डुलाई घुमाउनु लगेको। यिनीहरूको त नखरै बेसी, अब के भन्नु यिनीहरूलाई। अनि घरमा गएर नि कहाँ रेस्ट गर्नु पाउँथ्यो त, खोले काट्नु थियो। र खोले काटिसकेर चाहिँ अनि सफा गरेर यसो आँखामा हेरेको, आँखामा चाहिँ साह्रै ठुलो घाउ आएको रहेछ। तर नि जाति हुन्छ भन्ने सोचले चाहिँ म लागि सिधै रुमतिर। अनि खाना खाइसकेर चाहिँ दिदी भने भोलिको लागि पुच्का रेडी गर्नु थाल्नुभयो। मम्मी फेरि प्लास्टिकै खाली गर्ने जस्तो कुरा गर्नुहुन्छ, पुच्का माग्दै काँच्चै खाँदै। अनि रुममा गएर चाहिँ यस्तो च्याउको स्थिति चेक गरेको, राम्रै रहेछ पनि गलेको थियो। र म लागि सुत्नुतिर। कस्तो आजको मिनी ब्लग यतिमै थियो। होप तपाईँलाई मन पर्यो होला। मन पर्यो भने लाइक, सेयर, फलो, कमेन्ट गर्नु नबिर्सिनु होला। हुन्छ, थ्याङ्क यू वाचिङ, टाटा बाई बाई, लभ यु गाइज।